कोनिचिवा मिनासान हेन्ड्रिक्स एकाडेमी तर्फबाट तपाईहरुलाई न्यानो अभिवादन। अब तपाईहरुले अक्टोबर इन्टेकमा जापान जाने सोच बनाइरहनु भएको छ भने तपाईहरुलाई अलिकति ढिला भएको अनुभूति हुन सक्छ, तर पनि केही छैन। हाम्रो तपाईहरुको टाइम अनुसारले हामी हेन्ड्रिक्स एकाडेमीले तपाईहरुको क्लासहरु बिहान बेलुका दिउँसो तपाईको टाइम अनुसारले हामी कक्षा सञ्चालन गर्ने सञ्चालन भइरहेको छ। तपाईहरुलाई इन केस म जापान जाने सोच बनाइरहनु भएको छ अक्टोबर इन्टेकलाई भने तपाईहरुले हेन्ड्रिक्स एकाडेमी सावेलमा सम्पर्क गर्न सक्नुहुनेछ है। त्यसको लागि हाम्रो लोकेसन सावेल काठमाडौँ नियर टु स्तुपा र नम्बर रहेको छ 4568 022 9841 016 720 हेन्ड्रिक्स एकाडेमी सावेल सा काठमाडौँमा है। अब यो सँगसँगै अर्को मैले के भने तपाईहरुलाई हिजो हामीले पढ्यौं लेसन 2 को मिनिङ भन्न पढ्यौं नि त। लेसन 2 को मिनिङ पढ्यौं। लेसन 2 को मिनिङ पढिसकेपछि अब हामीले लेसन 2 मिनिङ सकिसकेपछि मिनिङ कन्ठ गरिसकेपछि अब हामीले पढ्नुपर्ने भनेको के छ? लेसन 2 को ग्रामर पढ्नुपर्ने रहेको छ है। अब लेसन 2 को ग्रामर सुरु गरौँ। हामी सुरु गर्दाखेरि तपाईले के बुझ्नु पर्यो हेर्नुस् त, सब्जेक्ट सँग हा हामीले हिलेगा नाम लेख्दाखेरिलाई के भनेर पढाएको थियौ? हा भनेर पढाएको थियौ। पार्टिकल आयो भने वा हुन्छ है, बोल्दाखेरि वा र लेख्दाखेरि के हुन्छ? हा हुन्छ भनेर बुझ्नु पर्यो। अब त्यो केसमा के छ भने हामीले पढाएको थियौ कोरे सोरे आरे, यो त्यो उत्यो, कोनो सोनो आनो, यो त्यो उत्यो भन्ने पढाएको थियौ। त त्यसमा के हुन्छ हेर्नुस् त, कोरे वा डट 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 देश, यो डट डट हो, सोरे वा डट डट देश, त्यो डट डट हो, आरे वा डट डट देश, उ त्यो डट डट हो भन्ने वस्तु पढाएको थियौ। र यसको एक्जाम्पल रुपमा के हुन्छ हेर्नुस् त, कोरेवा होन्देस भनेको यो चाहिँ किताब हो, यो चाहिँ के हो? किताब हो। सोरेवा एनपेचु देश, यो चाहिँ के हो? त्यो चाहिँ के हो? पेन्सिल हो। अर्को आरेवा राजियो देश, उ त्यो चाहिँ के हो? रेडियो हो भनेर पढ्नु पर्यो। जस के हुन्छ, कोरे सोरे पछि पार्टिकल वा लागेर डट कुनै पनि सामानको नाम राखेर देश गरेर हामीले कोरे सोरे आरे गर्न सक्छौं है। अर्को के फेरि के छ हेर्नुस् त, कोरे सोरे आरे ओ पार्टिकल खुदासाई, कोरे सोरे आरे ओ पार्टिकल खुदासाई भनेको डट दिनुहोस्, यो दिनुहोस्, त्यो दिनुहोस्, उ त्यो दिनुहोस् भने जस्तै यसले के भन्छ हेर्नुस् त, कोरे ओ खुदासाई यो दिनुहोस्, सोरे ओ खुदासाई उ त्यो दिनुहोस्, आरे ओ खुदासाई उ त्यो दिनुहोस्, यो दिनुहोस्, त्यो दिनुहोस् र उ त्यो दिनुहोस्। अब एक्जाम्पलमा के छ हेर्नुस् त, मिजु ओ खुदासाई पानी दिनुहोस्, मिजु हो खुदासाई भनेको के हो? पानी दिनुहोस् भनेर हामीले गर्नुपर्ने हुन्छ है। अब सँगसँगै अरु के छ हेर्नुस् त, हामीले कोरे सोरे आरे यो त्यो उट्यो भन्ने पनि पढ्यौं। सँगसँगै अर्को पनि के थियो कोरे सोरे आरे केसमा? कोनो सोनो आनो पनि हाम्रो के थियो? यो त्यो उट्यो नै थियो र प्लस में के जोडिएको छ? नाउन जोडिएको छ। हेर्नुस् त के भन्छ भने कोनो सोनो आनो पछि जहिले पनि वस्तु वा व्यक्ति आउँछ भन्ने कुरा आउँछ। के बुझ्नु पर्यो? कोनो सोनो आनो पछि जहिले पनि वस्तु वा व्यक्ति आउँछ भनेर बुझ्नु पर्यो है। जस्तै कोनो सोनो आनको अर्थ पनि के हुन्छ? यो त्यो र उ त्यो नै हुन्छ भनेर बुझ्नु पर्छ तपाईले। अब के भन्छ एक्जाम्पल रुपमा हेर्नुस् त, कोनो वन वा वातासी नो देश, यो किताब चाहिँ मेरो हो, यो किताब चाहिँ कसको हो? कोनो वन वा वातासी नो देश, यो किताब चाहिँ मेरो हो। अरु के छ हेर्नुस् त, सोनो त्यो कुरुमा वा सेन्साई नो देश, त्यो कार चाहिँ टिचरको सेन्साईको हो भनेर हामीले के गर्यौं? एक्जाम्पल बनायौं है। त्यसैले अब के छ हेर्नुस्, 4 नम्बरमा के छ? एउटा छ सौदेश, अर्को सौ ज्यारिमासन। सौदेशको मिनिङ भनेको हो, सौदेशको मिनिङ के भयो? हो भने जस्तै सौ ज्यारिमासनको मिनिङ भनेको के हो? त्यसो होइन भन्ने कुरा आउँछ। जस्तै अर्को केस पनि आउँछ, ए चिगाइमास, ए चिगाइमास भनेको होइन। अझै अर्को भन्दा के हुन्छ? ए चिगाइमास भनेको त्यो हुन सक्दैन, यो गलत छ, यो बिल्कुलै के छ? गलत छ भन्ने केसमा हामीले गर्छौं है। अब एक्जाम्पल केसमा के छ हेर्नुस् त, कोरेवा क्यामेरा देशका, यो चाहिँ क्यामेरा हो। पोजिटिभमा के आउँछ आन्सर हेर्नुस् त, पोजिटिभमा दिँदा कसरी दिने? हाई कोरेवा क्यामेरा देश, यो क्यामेरा हो है, कोरेवा क्यामेरा देश, यो के हो? क्यामेरा हो। र नेगेटिभमा दिँदा के हुन्छ हेर्नुस् त, ए कोरेवा क्यामेरा ज्यारिमासन, यो चाहिँ क्यामेरा होइन, ए कोरेवा क्यामेरा ज्यारिमासन, यो चाहिँ के हो? क्यामेरा
होइन भनेर हामी के गर्नुपर्छ सो देश सो जेआरई मासनको एक्जाम्पलको रूपमा पढ्यौँ। सँगसँगै के छ अर्को ए सिगारी मास यो हुन सक्दैन यो के छ बिल्कुलै गलत छ त्यसो होइन भन्ने केसमा हामीले के को पढ्छौँ ए सिगारी मासलाई पढ्छौँ है। अरु के छ हेर्नुस् त सब्जेक्ट 1 का सब्जेक्ट 2 का छ है। यो के हुन्छ यो और मा हुँदा प्रयोग गरिन्छ यो हो कि त्यो हो भन्नामै हामीले के गर्छौं यसको प्रयोग गर्छौं। जस्तै एक्जाम्पल रेडीको रूपमा के दिया हुन्छ किताबमा हेर्नुस् त एउटा छ स्यापु पेन्सिलु हो त्यसमा के दिया छ बोरु पेन दिया छ स्यापु पेन्सिलु दिया छ बोरु पेन दिया छ ब्र्याकेटमा फेरि के दिया छ बोरु पेन दिया छ। तपाईले के बुझ्नु पर्छ भने यो क्वेशनमा जुन कुरा डबल दिया हुन्छ त्यो चाहिँ हाम्रो सबै के हुन्छ एन्सर हुन्छ भनेर बुझ्नु पर्यो है। उले के दिया छ हेर्नुस् त एउटा स्यापु पेन्सिलु छ अर्को बोरु पेन छ ब्र्याकेटमा के छ फेरि बोरु पेन छ नि त। म्हणजे क्वेशन गरौँ पहिला कोरेवा यो चाहिँ स्यापु पेन्सिल हो त्यसका मेकानिकल पेन्सिल हो कि बोरु पेन त्यसका बल पेन हो। यो चाहिँ मेकानिकल पेन्सिल हो कि बल पेन हो। हाम्रो ब्र्याकेटमा के दिया छ आन्सर बोरु पेन दिया छ नि त भनेपछि के हुन्छ हाम्रो आन्सर बोरु पेन दिया छ। आन्सर के हुन्छ हाम्रो बोरु पेन हुन्छ है। सँगसँगै अर्को एक्जाम्पल हेर्नुस् त के छ भने अब तपाईको केसमा दुईटा कुरा आउँछ हेर्नुस् ल। यहाँ के छ भने एउटा माका छ मार्कर छ अर्को के छ बोरु पेन छ। एउटा माका छ अर्को के छ बोरु पेन छ। अब हामीले क्वेशन गर्दा कसरी भन्न सक्छौं भने कोरेवा माका देशका बोरु पेन देशका कोरेवा माका देशका बोरु पेन देशका। आन्सर के हुन्छ डबल के छ हाम्रो माका छ नि त भने के हो माका देश मार्कर हो भनेर भन्नुपर्ने हुन्छ है। यसरी चाहिँ हामीले गर्न सक्छौं है। जस्तै अर्को केसमा के आउँछ एउटा जासी आउला अर्को जिस्यो आउला हो ब्र्याकेटमा फेरि जिस्यो दिया हुन्छ भनेपछि कोरेवा जासी देशका जिस्यो देशका। आन्सरमा के थियो जिस्यो थियो नि त भनेपछि आन्सर के हुन्छ जिस्यो देश भनेर हामीले गर्नुपर्ने हुन्छ है। र हामीले लेसन 2 मा पढे सहज छ 1 2 3 लेसन भनेको धेरै सहज छ बेसिक कुरा हुन्छ नि हैन। यसमा अब लेसन 2 मा पढ्ने पनि सब्जेक्ट के भयो एउटा वा पार्टिकल अर्को भनेको कोरे सोरे आरे ओ पार्टिकल हो त्यसपछि के आयो कोनो सोनो प्लस नाउन अर्को चाहिँ के छ हेर्नुस् त अर्को 4 मा पढ्नु पनि सो देश सो ज्यारी मासेल इए सिगारी मास र अर्को के छ सब्जेक्ट 1 का सब्जेक्ट 2 का भन्ने हामीले यति पार्टिकल पढ्नु पर्ने हुन्छ। यति गर्दाखेरि तपाईले रेन्सु बी र सी मजाले गर्न सक्नुहुनेछ है त। आजको लागि यति गरौँ। आरिगातो गोजाइमास मातास्ता।